र साथीहरू स्वागत छ तपाईँको अर्को भिडियोमा। र आज हामी गर्दैछौँ एन्डरम्यानलाई फेरि कसरी जन्माउने। यो त मर्छ, यो पछाडिको एन्डरम्यानलाई फेरि कसरी जन्माउने आज हामी त्यो सिक्छौँ। मैले यसको मुटुहरूलाई फुटाम, यसरी नै फुटाउनुहुन्छ। होइन, यो माइनक्राफ्टहरूले हामीलाई उल्लु सम्झेको। यहाँले त यो के हो? के हो यो अचम्म लाग्दो के हो? अनि यो फुटाउँदै चाहिँ यो हुने अरे। यो के हो? उल्लु बनाउँछ। हामी उल्लु देख्छौँ, माइनक्राफ्टहरूले हामीलाई उल्लु देख्छ। यहाँ यो के हो? यो यस्तो हुनु अरे। अनि यो चाहिँ के गरेको? हामीलाई गधा बनाएको केजभित्र हाल्नुहुन्छ। हामी उल्लु होइन त हौ माइनक्राफ्ट वालो, हामी उल्लु होइन। के गर्नु, के राम्रो चिज गर्नु। सरी, अब खुकिहाल्छु त। अब यहाँ क्या ठिक निशाना गर्छु। हेर्नु हेर्नु है साथीहरू। लि ला बास लिन्छिस्? म हेर्नु यो यहाँ आउँछ। मलाई यो यति त थाहा छ कि यो यहाँ आउँछ। म यहाँ टिएनटी लाउँछु। यो यहाँ आउँछ मलाई थाहा छ। तर यसको स्वागतको लागि म यहाँ टिएनटी राख्छु। के भएको क्या? हेर्नु नि यार, म यहाँ के गर्नु खोज्दैछु तपाईँहरूलाई के थाहा? हेर्दै जानु नि। यो यसलाई म कसरी मार्छु? यहाँनिर आउँदैछ दाजु जस्तो हुन्छ। अब यो गयो। यो पाखेलाई मार्नुको लागि हामीलाई सर्ट चाहिन्छ। र हामी यो सर्ट निकाल्यौँ। साइड लाग्नु त थोरै यता हाम्रो हातको युट्युबर हुन्छ। अब हालौँ भोसडिकाको गाड फोडिदिउँ। एकछिन त घुमेर यहीँ आउँछ। हामी त्यस्तो हाततिर नगरौँ। यही आउँछ क्या, त्यो हात दिनु पर्दैन साथीहरू। आयो सुड्डोको पखेटा भन्छ नि सुड्डोलाई पछाडि गयो भने गाह्रो हुन्छ। सुड्डोलाई यही पर्खिन्छ सजिलो हुन्छ क्या साथीहरू। तपाईँहरूले गल्ती गर्नुहुन्छ। त्यो माइनक्राफ्टको प्रोहरू जस्तो गर्नु सक्नुहुन्छ, त्यस्तो नगर्नु होला न। यसरी मार्नु कतिवटा थिएन। ड्राइभरलाई मारेपछि कसरी फेरि त्यसलाई जन्माउनु या त्यसलाई ट्रेन कसरी गर्नु। डिफ्रेन्ट भिडियो बनाउँछ। तर उनीहरूले गरेको चिज चाहिँ उनीहरूले किनेर गरेको एउटा मोड हुन्छ। त्यो मोड किनेर उनीहरूले त्यस्तो गरेको। टेन्सन नलिनु, तपाईँहरू अर्को तरिकाले पनि जन्माउनु सक्नुहुन्छ। तर ट्रेन गर्नु सक्नुहुँदैन। तपाईँले हिजो क्यासको भिडियो हेरेको होला, त्यो कुकुरको भिडियो हेरेको होला। उनीहरूले ड्राइभरमाथि बस्छ उड्छ, त्यस्तो हुँदैन नि यहाँनिर। त्यसको लागि पैसा दिनुपर्छ। अनि पैसाले त्यो मोड किन्नुपर्छ। यतिकै हुन्छ जस्तो लाग्यो। क्या हो यत्तिकै भएको त म अहिले यो ड्राइभरमाथि चढ्छ हुँदैन क्या साथीहरू। तपाईँहरू त जे पाइँदै नगर्नु। अनि को फ्री फायर खेल्छ मलाई मुनि लाइक गरेर भन्नु। अनि को पब्जी खेल्छ त्यो कमेन्ट गरेर भन्नु। कमेन्टमा लाइकले म बुझ्छु को के खेल्छ को के खेल्दैन। अनि म वैसे फ्री फायर खेल्छु। अनि जो फ्री फायर म्याक्स डाउनलोड गर्नु खोज्नुहुन्छ उनीहरू नगर्नु। फ्री फायर म्याक्स लन्च गरेको बेला डाउनलोड गर्नु। त्यतिखेर फाइदा पनि हुन्छ तपाईँहरूलाई, राम्रो पनि हुन्छ। अनि अरू के भन्नु चाहदिनँ। अब अर्को भिडियो हामी फ्री फायरसँग भेटौँला। अहिले गाह्रो भइरहेछ कि बनिँदैन भिडियो, किनकि नेट राम्रो छैन। त्यही भएर अहिले अब फ्री फायरको हाल्नु सक्यो भने हालिदिन्छु। यो मोरो अब तपाईँलाई हेर्नु अन्डालाई पार्नु छ भने तपाईँलाई यो चाहिन्छ। यो चिज तपाईँलाई चाहिन्छ।
यो चिज चाहिन्छ एन्ड क्रिस्टल यो चाहिन्छ तपाईँलाई। अनि यो तपाईँ कसरी लाउनु भन्दा यहाँ एउटा लाउनु, यहाँ एउटा लाउनु, यहाँ एउटा लाउनु अनि यहाँ एउटा लाउनु। हेर्नु जादु। अब यहाँ नयाँ एउटा ड्राइगन जन्मिन्छ मैले भनेको थिएँ नि। अनि अरूको भन्दा मेरो राम्रो हुन्छ भिडियो, तर हेर्नु थाल्नु तपाईँहरू, राम्रो हुन्छ, फाइदा हुन्छ तपाईँलाई। हेर्नु 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 यी अन्डामा पार्दैछु हेर्नु, हेर्नु हेर्नु यो पनि हेर्नु। ल यो भिडियोमा यति थियो। अब ड्राइगन आयो माथि, त्यहाँ ड्राइगन आयो देख्नुभयो। ल यो भिडियोको लागि यति। ल बाई बाई।